पोखरी चाहिँ नाकको जुत्ता खोलेर जाने स्थिति। हेलो खाम्री सबैजनालाई अनि स्वागत छ मेरो पेजमा तपाईँ सबैजनालाई। अनि आज चाहिँ म कहाँ आइपुगिरहेको चाहिँ अनएक्सपेक्टेड होइन, मेरो चाहिँ टुर भइरहेको छ आज। कहाँ भन्यो यो जग्गा? के मन्दिर भन्यो? यता दार्जिलिङ मन्दिर आइरहेको छु होइन, तर नामै आएन मलाई। उनीहरू पर गएर देखाउँछु ल तपाईँलाई, मलाई नामै एक्ज्याक्ट नामै आएन कि। यता चाहिँ टाइगर उता जान्छ होला है। हामी चाहिँ यता वासरुम आइरहेको छु फिलहाल चाहिँ हो। अब तपाईँलाई एकछिनमा देखाउँछु मन्दिरको टुर। म यता हेर्नु न चरा, म यता हेर्नुहोस् न चरा। अब उयो पनि रहेछ स्क्वारल, नभागेको हेर्न है। ऐ कति बेसी रहेछ गाइस, हेर्नु न। गनाउँदै रहेछ। मन्दिरको नजारा चाहिँ यस्तो छ। यो मन्दिर चाहिँ सिन्चेल मन्दिर हो। यता दामी छ हौ जग्गा। अब हामी चाहिँ मेन मन्दिर चाहिँ यहाँदेखि जानुपर्ने रहेछ। यता चाहिँ सुज खोलेर राख्नुपर्ने हो हामीहरू। हामी चाहिँ अब जुत्ता खोलेर जाने स्थितिमा। यस्तो जुरेको छ आज। तपाईँहरू बाइन लाउँदा हुने रहेछ यता। यो सबै बाइन रहेछ हो। यता चाहिँ घन्टी। मजा रहेछ त अन्त। अझै पूजा गरिसकेर यता बाहिर चाहिँ दुपाल्नु आउँदैछ हामीहरू। यता चाहिँ दुपाल्नु पर्ने रहेछ नि त। अब चाहिँ पूजा सबै सकेर चाहिँ अब लास्ट एन्डिङ चाहिँ यता पोखरी घुम्नु पर्ने रहेछ। यता हेर्नुहोस् पोखरी चाहिँ नाकको समथिङ के होला हो। एकदम दामी छ, तपाईँहरू पनि आएर यता पूजा गर्नु सक्नुहुन्छ। यता नाकको नजारा दामी छ गाइस, तपाईँहरू पनि आउनुहोस् होइन यता। यो चाहिँ एक चक्कर लाउनु पर्छ अरे नि त। अब लाउँदैछु हामीहरू। दार्जिलिङ यता चौरास्तामा चाहिँ यता घोडा पनि हेर्नुहोस् होला। जुन गरेर देखाइदिनुहोस् तपाईँले। त्यो त म त एमजी मर्ग जस्तो लाग्यो है गाइस। यता चाहिँ गाडी कुद्नु नपाउँदो रहेछ नि। पानी परेर चाहिँ अलिकति पानी रहिरहेको छ गाइस। टुरिस्टहरू मजा छ नि। गाइस अब चाहिँ हामीहरू यता महाकाला मन्दिर जाँदैछु। माथि सिन्चेल मन्दिर दर्शन गरिसकेर होइन। अब हामीहरू माथि महाकाला मन्दिर पुग्न आँट्यो। तपाईँहरू देखाउने वाला छु। जग्गा चाहिँ दामी रहेछ हो, मलाई चाहिँ पुरा मन पर्यो। यता चाहिँ गुराँसको बोट रहेछ हो। यो चाहिँ फुलिसकेछ सबै।
अलिक दिन पछाडि तिमीनिखे मोडर्न स्कुल जानु लाग्यो नि फाइनली गाइस महाकाल मन्दिर एन्टर भयो हाम्रो। कस्तो दामी हो अम्बो गाइस, तपाईँहरू आउनुहोस् है यता पूजा गर्नु। सो गाइस अब चाहिँ हामीहरू दर्शन पनि गरिसक्यो होइन महाकाल मन्दिरको। अनि नजाराहरू तपाईँले देख्नुभयो होला कस्तो दामी छ हो। तपाईँहरू पनि आएर एकखेप चाहिँ होइन पूजा गर्नुहोस्, दामी छ जग्गा। सन्डे डेतिर आयो भने चाहिँ दामी हुन्छ। अब चाहिँ पानी पर्न थाल्यो क्या गाइस। सो भेटौँला फेरि नेक्स्ट ब्लगमा। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। बाई बाई, टेक केयर सबैजना।